ल सुर्खेत बजार हेर्नुहोस्, पानी परेपछिको आकाश खुले चाहिँ भने यही हो। पानी परेपछि अहिले यस्तो अवस्था देखिन्छ सुर्खेत बजार। यो कर्णाली प्रदेशको राजधानी पनि हो। हेर्नुहोस् सुर्खेत भ्याली, राजा वीरेन्द्रले मन पराएको ठाउँ यस्तो खालको छ। अनि यसो हेर्दै जाउँ सुर्खेत बजारलाई। अनि त्यसपछि चाहिने यो घन्टाघर पनि यो ड्याङ ड्याङ बज्छ घन्टाघरमा, घन्टामा बज्छ यो पुरा चाहिँ नि रनक लगाएर दिन्छ। यिनी प्रदेश राजधानीका कारखानाहरू यता छन्, मन्त्रालयका बिल्डिङ्सहरू, लगभग सरकारी बिल्डिङहरू मन्त्रालयहरू यता माथि छन्। अनि यो घन्टाघर भयो, त्योभन्दा उता चाहिँ एयरपोर्ट भयो, उता नेपाल अन्जामी एरिया भयो, यो क्याम्पस एरिया, प्रहरी एरिया रङ्गशाला अलि माथि पऱ्यो। ल यो सुर्खेत बजार।